हेलो गाइस, आँपको सिजनमा आँपको अचार खान त कसलाई मन नहोला। मलाई पनि हो त्यस्तै मन हुँदै थियो है। अचार खान यति मन लागिरहेको थियो कि कसैले पठाइदिए त खटिमिठी बनाउँथ्यो होला, मैले आँप भरेर बनाउँथ्यो होला, के गर्थ्यो होला भनेर यति सोचमा हुँदाहुँदै ठ्याक्कै राति मेरो मोबाइलमा कल आयो। मम्मीले फोन गर्नुभएछ। आमाको मन त हो नि, आफूले घरमा खाँदा खाँदै आफ्नो छोराछोरीलाई कसरी नदिऊ भन्ने कसरी मन मान्छ त होइन, मन मान्दैन नि। त्यही भएर भए पनि मेरो माइती यति टाढा छ, त्यही पनि बिचरा मम्मीले यति दुःख गरेर अनि मेरो लागि कोसेली पठाइदिनु भएको रहेछ। कोसेलीमा मैले आँप छ भन्ने कुरा त थाहा पाएँ, फोन गरेरै आँपहरू पठाइदिएको छु भनेर फोन गर्नुभएको थियो है। त्यसपछि अरू के रहेछ भन्ने कुरा त म आफै हेर्नलाई चाहिँ एकदम एक्साइटेड छु। के पठाइदिनु भयो होला भन्ने कस्तो अर्कै हुँदो रहेछ क्या। माइत टाढा भइसकेपछि त्यहाँबाट के चिज आउँछ भन्ने कुरा नै यति ठुलो इम्पोर्टेन्ट हुँदो रहेछ भन्ने कुरा त मैले अहिले यत्रो टाढा बिहे गरेर नै यति फिल गरेको छु क्या त्यो कुरा। आमाको मन त हो नि बिचरा, आफूले खाइसकेपछि आफूले खानुभन्दा अगाडि मेरो छोराछोरीले पनि खान्थे यो भन्ने कुरा कस्तो मनमा आउँदो रहेछ। त्यही भएर त भन्ने नै गर्छ नि, आमाको मन भनेको आमाको मन हुन्छ अरे क्या। अरूको मन ढुङ्गा जस्तो भए पनि आमाको मन चाहिँ ढुङ्गा हुन सक्दैन अरे क्या आफ्नो छोराछोरीको लागि है। आफूले खाइसकेपछि एक्कास आफूले खानु अगाडि पनि छोराछोरीको लागि बढी सोच्नुहुन्छ अरे क्या यो कुरा। त्यही भएर होला सायद माइतीमा आमा नै भएको कारणले होला आज आमाले यति सम्झेर मलाई पठाइदिनु भएको छ है। यति बोल्दा बोल्दै म त बस फर्काइसकेको छु, पत्तै पाइनँ क्या है। अनि त्यसपछि त्यहाँ गएर पनि त्यो मैले भिडियो गरौँला भनेको थिएँ है, लगेपछिको भनेर त्यहाँ गएपछि त म नै अर्कै भयो क्या, कस्तो दिमागमा केही आएन। अनि मम्मीले पठाइदिनु भएछ क्या आँप, लिची, मेवा, कटहर, बेल, अझ करेला नि पठाइदिनु भएछ कि बिचरा यति बहिनी खान्छे भनेर यति चिजमा। थ्याङ्क यू मम्मी एन्ड दिदीलाई पनि थ्याङ्क यू।